हेलो साथीहरू, तपाईँहरू सबैले ख्याल गर्नुभएको होला। हाम्रो यो होठ चाहिँ जो छ नि होइन, यो अलिकति धनुषको जस्तो आकारको छ। सबैकै त्यस्तै नै हुन्छ, धनुषको जस्तो आकार हुन्छ। र त्यो धनुषको जस्तो आकार चाहिँ किन भएको होला, किन गडले हामीलाई धनुषको जस्तो आकार चाहिँ यो होठलाई नै बनाउनु भएको होला। अब सोच्नुहोस्, धनुषबाट जो तीर निस्किन्छ त्यो कहिले फर्किँदैन, आजसम्म फर्केको छैन। मुखको शब्दहरू कहिले हाम्रो मुखमा फेरि फर्केर आउँदैन। र मुखबाट हामीले जो शब्द निकाल्छौँ त्यो शब्द चाहिँ गुणकारी होस्, कसैको हानि नपुगोस्, त्यो शब्दले सबैलाई नै उपकार होस्, अपकार नहोस्, यही चेष्टा गरौँ। किनकि शब्द पनि फर्किँदैन जस्तो धनुषको तीर पनि फर्किँदैन। र हाम्रो यो शब्दले चाहिँ कसैको चोट नपुर्याओस्, कसैको दिलमा चोट नलागोस्, कसैको हानि नहोस्, यही चेष्टा गरौँ र हमेसा मिठो बोल्ने अभ्यास गरौँ।